यो चाहिँ हामी कानेपोखरीको बजारमा छौं। कानेपोखरीको बस स्ट्यान्डदेखि दक्षिणपट्टि। अब हामी यहीँबाट हाम्रो यात्रालाई सुरु गर्नेछौं। हामी निस्किसकेका छौं। अब हामी यस रोडलाई नछोडिकन हामी सिधै अगाडि बढ्नेछौं। बाटो एकदम राम्रो, शान्त र सुन्दर छ। अगाडि जंगलहरू, हरियाली र सुन्दर छ र मिठो हावा चलिरहेको छ। तपाईहरुले यात्रा गर्दाखेरि एकदमै राम्रो हुनेछ, किनभने राम्रोसँग पिच गरिएको बाटो र हरियाली बोटबिरुवा भएको ठाउँमा शीतल, राम्रो र मिठो र स्वच्छ हावाको स्वाद लिन सक्नुहुनेछ। हामी यसरी नै पिच बाटोलाई नछोडिकन अगाडि बढेका छौं र यो चाहिँ कानेपोखरीको त्यो कानको स्ट्याचु भएको ठाउँ हो। त्यहाँनिर चाहिँ नयाँ कुराहरू, नयाँ निर्माणहरू बन्ने प्रक्रियामा छ। हामी त्यसलाई पनि पार गरेर अगाडि बढ्दैछौं। हामीले जानुपर्ने ठाउँमा चाहिँ हामीले दुईटा कुरालाई हेर्नेछौं। एउटा भनेको चाहिँ गुम्बा रहेको छ भने अर्को चाहिँ साकेला थान। र त्यहाँ कस्तो रहेछ र के रहेछ भन्ने कुराको जानकारी हामी तपाईलाई गराउँछौं। तपाईहरुले निरन्तर हेरिराख्नु होला। अगाडि निकै नै राम्रो ठाउँ, राम्रो दृश्यहरू हामीले देखिरहेका छौं। यहाँको वातावरण चाहिँ एकदमै स्वच्छ छ। हामी यहाँ चाहिँ एउटा मन्दिर आइपुगेका छौं भने छेउमै हाम्रो गुम्बा रहेको छ र यसकै छेउमा साकेला थान पनि छ। त्यो पनि हामी हेर्नेछौं। हामी पहिलो चाहिँ गुम्बामा प्रवेश गर्नेछौं। यो चाहिँ निर्माणाधीन अवस्थामा छ। यो चाहिँ हाम्रो मन्दिर रह्यो भने यता चाहिँ गुम्बा रहेको छ। यहाँ चाहिँ धेरै कुराहरू एकदमै बनिराखेको अवस्थामा छ। यो चाहिँ एकदमै सुन्दर शैलीमा बनेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ छेउछाउमा बस्ने राम्रो ठाउँहरू बनाएको छ भने यहाँ चाहिँ एकजना व्यक्तिको स्ट्याचु पनि रहेको छ र यहाँ तल चाहिँ एकदमै राम्रो तरिकाले निर्माण गरिएको रहेछ। अब हामी यहाँबाट माथि चढेर हेर्नेछौं। यो चाहिँ अहिले राम्रोसँगले बनि नसकेको र निर्माणाधीन अवस्थामा रहेको कारणले गर्दाखेरि अलिकति फोहोर देखिन्छ, तर यो बनेपछि पक्कै पनि एकदमै राम्रो देखिने रहेछ। अब हामी यहाँबाट माथि जानेछौं र माथिबाट कस्तो रहेछ, कस्तो देखिने रहेछ भन्ने कुरा हामी हेर्नेछौं।
माथिबाट पनि तलको दृश्यहरू राम्रो देखिने रहेछ। यहाँ चाहिँ बाटोहरू बन्दै थियो र उहाँहरूको सम्झनामा श्रद्धाञ्जलीको लागि यो बनाइएको रहेछ र हामी तलतिर फर्किँदैछौँ। यो चाहिँ पछाडिपट्टि यस्तो रहेछ। यहाँनिर खुल्ला चौर साथै राम्रो घर पनि रहेछ। पछाडिबाट चाहिँ यस्तो देखिन्छ। यहाँ चाहिँ मान्छे बस्नु रहेछ भने साइडमा एउटा शौचालय पनि रहेको छ। अब हामी यहाँबाट चाहिँ हामी साकेला थानतर्फ हामी जाँदैछौँ। त्यहाँ हेर्नेछौँ कस्तो रहेछ भनेर। हुन त साकेलाको बेला मात्रै मजाले खुल्ने हुँदा अहिले अलिकति सरसफाइ नभएको हामी देख्न सक्छौँ। यो चाहिँ किरात राईहरूको साकेला थान बन्द भएको छ। यहाँनिर सहयोग गर्ने दाताहरूको नाम लेखिएको छ भने हामी साइडबाट पस्नेछौँ किनभने गेट चाहिँ चाबी लागेको थियो र हामी भित्र प्रवेश गरिसकेका छौँ। साइडमा बस्ने राम्रो ठाउँ बनाएको रहेछ। यो सफा भएको अवस्थामा एकदमै सुन्दर देखिने रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ राजा यलम्बरको शालिग पनि हामी देख्न सक्छौँ। राजा यलम्बर छेउछाउमा रुख बिरुवाहरूले एकदमै राम्रो देखाएको छ भने साइडमा बाँदरहरू पनि देख्न सक्छौँ। एकदमै सुन्दर अवस्थामा बनाएको छ। यहाँनिर मेलाको बेला चाहिँ एकदमै राम्रो देखिने रहेछ। काने पोखरी आइतबारे